नमस्कार, म ज्वाला नेपाल, राष्ट्र प्रजातन्त्र पार्टी इलाम क्षेत्र नम्बर 1 को प्रत्यक्ष उम्मेदवार। उहाँ चाहिँ एउटा महिला सशक्तिकरणको चाहिँ ज्वलन्त उदाहरण। यात्रा हजुरले सुरुवात गर्नुभएको कति भयो, कति वर्ष भयो होइन, कसरी चलाइराख्नु भएको छ होइन, अब महिलाले चाह्यो भने के गर्न सक्दो रहेछन् भन्ने कुरा यसो अलिकति भनिदिनुहोस् न। यो होमस्टे चाहिँ 2059 सालदेखि है, त्यहाँबाट 59 सालदेखि सुरु भयो, तर 66 सालदेखि चाहिँ रेगुलर गरे है मैले। 66 सालदेखि रेगुलर गरेको कति वर्ष भयो? 16 वर्ष भयो। 16 वर्षमा अहिले रनिङ हुँदैछ। हामी आफै गर्ने, मलाई सघाउने एकजना बहिनी छ है, बहिनी र म भएर दुईजना महिला भएर हामी सबै म्यानेज गर्छौँ। 2 जनादेखि 40, 45, 50 जनासम्म गेस्ट हुनुहुन्छ, त्यतिलाई हामी 2 जना सबै कुरा म्यानेज गर्छौँ है। हजुर एकदमै अहिलेसम्म गुनासो आएको छैन। उहाँ गर्नुहुन्न, उहाँ बाहिर हेर्नुहुन्न, घरमा केही पनि हेर्नुहुन्न, उहाँ बाहिर सबै घर व्यवहारै म आफै। उहाँलाई त नानीहरू कतिमा पढ्दैछन्, के गर्दैछन्, नानीहरू कति वर्षको भयो भन्ने पनि थाहा छैन। यहाँहरूले सुनिहाल्नु होला। अब एउटा केटी मान्छेले होइन घर चलाएर, घर व्यवहार चलाएर, छोराछोरी पढाएर पनि यत्रो ठुलो होटल चलाइराख्नु भएको छ। अब हेर्नुहोस्, यहाँले महिलाले चाह्यो भने के गर्न सक्दैनौँ त? हामी देश चलाउन सक्दैनौँ त? सक्दैनौँ आन्टी? मजाले किन नचलाउनु? चलाउने नै महिलाले। त्यही भएर यो चोटिको हजुरहरूको भोट, एक भोट चाहिँ महिलाको लागि अवश्य दिनु होला है। हस्, धन्यवाद।